मासु रेडी भएछ हो। हेलो एभ्रिवान, छिटो उठेर जाँदा कस्तो भइरहेछ। अनि मैले मेरो कपाललाई मसाज गरेको बनाउनु छ नि त, त्यही भएर। अनि त्यही हो, छामाहरू जानुभयो बिहानै 5 बजी जानुभएको छामाहरू। 5 साढे 5तिर भएको होला। हामी पनि बहिनी र म त्यति बेला उठेको। अनि उठेर बसिरहेछौँ। अब एकछिनबाट काम सुरु हुनेछ, खानपिन सब बनाउनेछ। मुख पनि धोएको छैन, अब चाहिँ भने म मुख धुन्छु हो। त्यही भएर यो चाहिँ मेरो कोठी होला। अलिक ठुलो भएको भए ल। छ्यामाले पोल्नु भएको, यो चाहिँ छ्यामाले पोलेको रोटी हो। अब रोटी बिना त फेरि तिहार त एकदम अधुरो हुन्छ है। यो चाहिँ छ्यामाले पोल्नु भएको रोटी रहेछ। अनि यो चाहिँ फेरि हिजो खाना पक्का भइसक्यो। यो चाहिँ आलुको अचार बनायो नि त, अनि त्यही भएर यहाँ चाहिँ आलु पाक्दैछ। नुहाइ पनि सकेँ। अब चाहिँ म किचनको कामहरू गर्छु। मैले सोचेको थिएँ पहिला खाना सब्जी गरिसकेर चाहिँ म नुहाउनु पऱ्यो भनेर सोचिरहेको थिएँ। फेरि होइन भनेर चाहिँ म अहिले नुहाइ पनि सकेँ हो। अब चाहिँ भने म खाना सब्जी गर्छु। मासु पनि रेडी गरी ल ल्याइदिएन यता, ल्याइदे। मासु रेडी भएछ हो। निकाले आलुको अचार बनाइसकेँ। यी सब्जी रेडी भइसक्यो। यहाँ चाहिँ मोमोको अचार छ। मोमो पनि खाने अरे त, त्यही भएर पनि अचार बनाइसकेँ मैले। अब चाहिँ बत्ती पनि गएको छ हो, लाइटहरू पनि जाँदै आउँदैछ। काम पनि सकिसक्यो। अब चाहिँ ल्याउनुपर्छ नाटक। तरी हेर्दै हुन्छ। यहाँ हामीले घरमा जे ल खै म आशीर्वाद दिन्छ। ल बस्नु, पसँग त हेर्नु। ल पासाङको एउटा त्यस्तो एउटा औँलामा यस्तो गरी नाक अलि यस्तो छड्के टाउको बनाएर यस्तो हेर्नु।